पिरो छ कि छैन भन्नुहोस् त यो ट्राई वान ट्राई कसरी खासै पिरो रहेछ हौ झन्डै कानमा धुवा कस्तो लगाउनु हो अहिले फेरि गीत पनि चलिरहेछ त्यो मकै बारी हरियो मकै कराम कराम हरे काँक्रा कराम कराम भन्ने एउटा गाना निस्केको छ अनि अब यहाँ चाहिँ यो चाहिँ फेरि हाइलाइटमा जान्छ विशेष है हाइलाइटको लागि पनि यो चाहिँ Ladies and gentlemen, are you ready? हेलो साथीहरू नमस्ते मोस्ट वेलकम टु माई ब्लग भिडियो है आजको नयाँ भ्लगमा चाहिँ हजुरलाई स्वागत छ र हजुर सन्चै हुनुहुन्छ होला है सबैजनालाई जति पनि मेरो युट्युब फ्यामिली हुनुहुन्छ अनि जति पनि मेरो आदरणीय अनि प्यारो प्यारो भ्युअर्सहरू हुनुहुन्छ हजुरलाई चाहिँ सम्पूर्ण एकमुष्ट तरिकाले चाहिँ स्वागत गर्दै अब आजको भिडियो चाहिँ के छ भन्नुहुन्छ नि है हामी चाहिँ दाजुभाइ यता मेरो साथमा दिनेश भाइ हामी कहाँ जानु लागेको भाइ बजार कहाँको बजार यता हेरेर भन्दैन कहाँको बजार जानु लागेको फतेपुर साथै यसो हामी चाहिँ आज अस्ति नै गएको थिएँ बजार तर त्यति बेला चाहिँ भ्लग भिडियो बनाउनु पाएन अब एक्लै गएको थिएँ अनि आज साथमा क्यामेराम्यान लगिरहेको छु होइन अनि आज चाहिँ हामी फतेपुर बजार फेरि घुम्नेछौँ हजुरहरूलाई त्यहाँको दृश्यहरू देखाउनेछौँ त अहिलेको लागि चाहिँ कि पुवाची झोला हातमा छ होइन हामी चाहिँ अब तपाईँलाई भनिसकेको छौँ अलरेडी हामी चाहिँ फतेपुर बजार लागेको छौँ फतेपुर बजार चाहिँ यता पर्छ है यो चाहिँ अब यो एरिया चाहिँ तुलसी चोक कता तुलसी चोक एरिया पनि देखाइदिउँ होइन हेर्नु सक्ने यो चाहिँ तुलसी चोक है फतेपुरको तुलसी चोक सप्तकोशी 4 अब हामी जानेपट्टि यता हो ल साथीहरूको लागि हामी चाहिँ फतेपुर बजारतिर अघि तपाईँहरूलाई सिन देखाइहालेँ तुलसी चोकको है अब खासै सहर बजार त पर्दैन टाउनै पर्छ अहिले यता अब फतेपुरको बजार तपाईँहरूलाई चाहिँ हर भिडियोमा देखाएकै छु प्रायः जस्तो चाहिँ अब हामी यताको फतेपुर बजार जानेछौँ त्यसै त्यहाँको अनि यसो किनमेल के कस्तो हुन्छ त तपाईँहरूको माझमा आइहाल्नेछ है अब साइडको दृश्य पनि देखाइदिउँ भाइ ल साथीहरू आज तपाईँहरूको माझमा ठुलो बजार एकदम भव्य लाग्ने बजार सबै चिज पाउने बजार चाहिँ अब देखाउन सक्दैन अब सानो बजारतिर हाम्रो चाहिँ सब्जी किन्नको लागि त्यसो होइन कम टु तपाईँ आज नेपाली बजार देखिसक्यो साउजी यो प्याज कहाँको हो लोकल हो कि आमा झन्डै है सब्जी यो चाहिँ अझै हामी साग त राम्रै छ नि 10 रुपियाँहरू सब्जी तर अलिक राम्रो लागेन सब्जी राम्रो त अन्त छैन यस्तो सागहरू हुनुपर्ने हो अर्को गोलोबाट होला योबाट भत्ता त पाउँदैन अलिक किरा परेको सब्जी कसरी पाउ साग 20 टका पाउ यो घरकै साग हो एक पाउ दिनुहोस् न यो राम्रो लगाऊ केही नआइदिनु के त भन्नु
बिस टका गर्ने ल 20 टका ल अलि राम्रो पनि छैन नि त 20 टकामा त काट्नु आन्टी कसरी केजी हो त्यति बेला 15 पावा आधी केजी मात्रै लैजाउँ है आधी केजी मात्रै दिनुहोस् न अझ साथीहरू हामीले त्यति गरेर दिँदैछौँ है यो घरकै हो लोकल आन्टी खुर्सानी कसरी पाऊ अरे 40 पाऊ त पिरो छ कि छैन ट्राई वान ट्राई खुर्सानी खासै पिरो रहेछ हौ झन्डै कानमा धुवा तपाईँहरू नि कहिले काहीँ होला साथीहरू तपाईँहरू नि कहिले काहीँ होइन यसो बजार जाँदा चाहिँ खुर्सानी किन्न चाहिँ टक्क यसो गर्ने चट्ट भाँच्नुहोस् होइन थोरै अहिले यति टुप्पोमा छ भने यति नै भाँच्नुहोस् भने चाख्नुहोस् होइन पिरो छ भने लिनुहोस् होइन भने नलिनुहोस् है तर तपाईँहरूलाई चाहिँ मेरो छोटो ट्रिक र सजेसन मात्र अहिले चाहिँ के पछि हेरिदिउँ टमाटर पनि टमाटर देखाइयो अब चाहिँ खुर्सानी टमाटर पनि लिन्छु है टमाटर छान्ने तरिका चाहिँ तपाईँहरूलाई छान्दाखेरि यस्तो टाइम छान्नु यो खालको होइन त है हो यो खालको चाहिँ राम्रो किनकि ताकि चाँडै नबिग्रियोस् कति लैजाउँ आधी केजी लैजाउँ है लगाउँ आधी केजी नलगाउँ उहाँ धेरै हुन्छ एक पाउ मात्रै लगाउनु आन्टी एक पाउ मात्रै लानुभयो ल आन्टी एक पाउ मात्रै सेहरुम 5 को 3 महँगो भएन के गर्नु भयो त अहिले 5000 छ 5000 सिजन रहेछ कि 5000 4000 3000 5 को 3 ठिकै हो कि होइन कमेन्ट गर्नुहोस् ल बोरा पनि सिधेको छ 500 को बेचेको छ भन्नु यो घरकै हो आन्टी घरैको छ आफ्नै रोपेको आफ्नै बारीको है हो ससुराले रोपिदिएको छ अनि भनेको रसिलो होला है गाछको साथी नै हो ससुराका पहिले त ससुराहरू रोप्छ नि त भोट तब बुहारीहरू भन्छ लैजानु बेच्नु खानु झुक्किनु भयो झुक्कियो झन्डै लगिहाल्नु भने 15-20 रुपियाँकै एउटा हालेको छ हावा 10 को भयो हामी चाहिँ 20 को लान्छौँ हामी धेरै पनि खान सक्दैनौँ पनि आउँदैन आन्टी 20 को एउटा थपन लान्छु ल एउटा सानो थपेर आन्टी ल 20 को 20 रुपियाँको नि खरिद गरियो हमला निस्कियो क्या दाम छ चिक्ने बजार कसरी केजी 30 केजी हो आन्टी अहिले त लोकल होइन नि त लोकल हो लोकल लिन्छु सबै लोकलै हो सबै लोकल हो भाइ काँक्रा देखा आइसक्यो चिन्ता नमान्नु यो के लोकल काँक्रा हो त साथीहरू तपाईहरु कमेन्ट गर्नुस् है लोकल हो भने हो भन्नु छैन नि हैन भने चाहिँ आन्टी कहाँ यो आफ्नै घरको बारीको हो कहाँबाट ल्याउनु हुन्छ जिनिस आन्टी गरीमा काँक्रा मिठो हुन्छ नि होइन नुन खुर्सानी सालेर अहिले फेरि डिस्काउन्ट चलेको छ
मिठो छ र यो एक केजी बिहान पनि साग बेलुका उताबाट मनले त मन पर्दैन होइन भाइ खाउँ कहिले काहीँ नलिउ नलिउ अरू के लिनु भएको छ अरू त मजाको थियो साउनै कति छ कति केजी छ यो मजा त हुने क्या भन्नु नि चला है पहिलेको फर्सी पनि खानुपर्छ साथीहरू क्या यो चाहिँ फर्सीमा धेरै भिटामिनहरू हुन्छ होइन अनि हामीले चाहिँ मासुभन्दा पनि सागसब्जी फलफुलहरू इत्यादि खायो भने तर झोलामा पनि अर्दैन बसाउने फेरि जस्तो फर्स्याउँदै झोला कति 50 भन्नु भएन कैसा लगा मेरा मजाक तपाईँको कस्तो तपाईँको यसो व्यापारको प्रचार गरिदिनु पऱ्यो भन्नु अनि होइन सबै फल गऱ्यो तपाईँको आउँदैन नि किन्नको लागि किन भने चाहिँ हामी साउनी कस्तो लगाउनु हो हामी साउनी लगाउनु भेन्डी कसरी छ अब यहाँ पनि छर्न भाइ हातमा बोक्नु है अर्दैन यहाँ त नि यहाँ त फुल भयो अहिले फेरि यो भेन्डी झर्छ नि त हाल्नु पऱ्यो भने झर्छ नि त झर्छ सुटिङ गरेर खाउनु डबल गर्नु भेन्डी दिनुहोस् न भेन्डी आधी केजी पनि दिनुहोस् बस्नु घरै अन्त्यको नयाँ पाएँ त हौ माछा टमेटी रौ माछा छैन यो रौ माछा हो कसरी केजी भन्नुहोस् न रौ माछा ए अस्ति बजारमा 300 रुपियाँ केजी छ 300 नै रौ 300 रुपियाँ भन्नु होइन अस्ति बजारमा 300 बेलुका पका मुङ्री माछाले त मलाई किन भन्दैछ मुङ्री माछा कसरी केजी 300 फेरि एकजना चाहिँ भाइ खाँदैन रौ माछा के गरौँ लैजाउँ तर महँगो पो सब्जी रौ माछा महँगो छ दाजु अहिले पनि हो र राम्रो माछा हो नि त रौ के लानु पर्ला यस सेट कति त्यो मिठो हुँदैन यो के कुन माछा यो चाहिँ यो हामी 3जना मात्रै छौँ भाइ के गरौँ कति लैजाउँ सानो लानु पर्ला
ठिक्कको आधी केजी पुग्दैन आधी केजी एउटा त जान्छ 1 केजी नापिदिन्छु धेरै भयो भने आधी केजी जखम माछा पुग्छ होला यतिले 1 केजी पुग्छ होला ठिक्क हुन्छ तर मिलाइदिनु 3.5ले गर्नु नि त त्यो दुईटा 300ले मारेर ल्याउनु 400 त महँगो भयो त सब्जी मैले मारेर ल्याउनु पर्छ हैन यो रौ माछा नि हो सब्जी खाइदिउँ के म खाने भाइ हम ए आन्टी के घर के हो किन ल्याउनु भएको है कहाँ हो ल्याउनु जाने किनेर हजुर घर चाहिँ थियो अनि नेवार भेरी क्या नेवार मकै कुशवा मिस्टर कुशवा मिस्टर कुशवा तातै हो साथीले अब यता मकै पोल्ने आन्टीकोमा आएर होइन हामीले चाहिँ मकै लिन लागेको छ मकै पोलेको मकै नखाएको पनि धेरै भयो कि कहिलेकाहीँ चाहिँ यसो स्वाद पनि टेस्ट गरिराख्नुपर्छ होइन भन्ने कुरो अहिले मकै चाहिँ अहिले फेरि गीत पनि चलिरहेको छ त्यो मकै बारी हरियो मकै कराम हरे काँक्रा कराम भन्ने एउटा गाना निस्केको छ अनि अब यहाँ चाहिँ यो चाहिँ फेरि हाइलाइटमा जान्छ विशेष है हाइलाइटको लागि पनि हो यो चाहिँ साथीहरू मकै खाँदैछु मकै खाँदैछु नुन खुर्सानी साथमा छ खासी पिरो र नि यसो मकै कस्तो छ त मकै मिठो छ हरियो मकै अहिले सिजन पनि छ नि त मकैको मिठो छ आन्टी मकै एकदम मिठो लाग्यो अहिले साथीहरू अब हामी मकै खाइसकेर फेरि तपाईँहरूलाई चाहिँ फेरि अरू दृश्य देखाउनेछौँ हस् त के पुवा छ यो किन्नु होला यो आज ठुलो बजारमा पनि सानोतिनो बजार भइसकेर फर्किसकेर होइन अग्राम बजारमा निकै जाति तपाईँहरूलाई देखाएको थियौँ भिडियोमा फर्किँदैछ ल साथीहरू फाइनल्ली रुम आइसकेको छौँ हामी बस्ने ठाउँ होइन अब वरिपरि नदेखाउँ होइन अलिक देखाउनु लागेको पनि छैन खासै भन्दै ल साथीहरू आजको भिडियो के कस्तो लाग्छ है मन परेमा लाइक सेयर कमेन्ट र सपोर्ट गर्न चाहिँ नभन्नु होला र मिठो कमेन्ट गर्नु होला र एकदम अझ सपोर्ट देखाइदिनु होला हस् त आजको भ्लग यति नै रहेको छ हस् त तपाईँहरूलाई तपाईँहरूको माया र सपोर्टको लागि साथको लागि एकदम हृदयबाट आभारी छु अनि तपाईँहरूको यो गुण चाहिँ जति पनि मेरो आदरणीय अथवा प्यारो होइन जति पनि दाइहरू हुनुहुन्छ दिदीबहिनीहरू हुनुहुन्छ नेपालदेखि लिएर इन्डियादेखि लिएर जति पनि हुन्छ सबैजनालाई थ्याङ्क यू भेरी मच यो सपोर्ट हस् त